आरक्षणलाई मुलुकले कति वर्षमा जान्छ कति वर्षमा यो आरक्षण दिँदा चाहिँ मुलुक सही ट्र्याकमा जान्छ। अब यस्तो अहिलेसम्मको मेरो बुझाइमा नि हामी नेपालको जम्माजम्मी अहिले 128वटा जातिहरू छन् जुन अहिले सूचीकरणको प्रकारको कुरा गर्दाखेरि जसमध्येमा अहिले पनि कति जातिहरू अहिलेसम्म भेटिरहेको त छन् नभेट्ने छैन। जुन बेलामा संहिता र पहिचानको लागि जुन किसिमको लडाइँ भयो त्यो अवस्था अनुसारको अहिलेसम्मको अवस्था संहिता हुनुपर्ने त्यो संहिता अहिलेसम्म कायम त भएको छैन। मेरो ख्यालमा धेरैसम्म यो संहिता कायम भएको छैन। नामको संहिता त दियो, त्यो संहिता बिनाको काम बिनाको संहिता छ। त्यो संहिता कस्तो हुनुपर्छ हो, संहिता यस्तो हुनु पर्थ्यो कि यो गार्डनमा जसरी एउटा फुल लागेको बगैँचामा सबै किसिमका फुलहरू फुलेका छन्, त्यो फुलको गुलदस्तामा सबै लागोस् कि मेरो पनि यो गुलदस्तामा मेरो पनि फुल छ। ठिक त, अहिलेसम्म त एकात्मक बात अहिलेसम्म छँदैछ। त्यसको लागि के गर्नुपर्छ? त्यसको लागि के गर्नुपर्छ? उसको लागि सर्वप्रथम त पहिला संविधानलाई संशोधन गर्नुपर्छ। संविधानलाई हामी त पूर्ण लेखन माग्छौँ। यदि पूर्ण रूपमा लेखन गर्न सकेन भने त्यो संविधानलाई संशोधन चाहिँ गर्नुपर्छ। एकातिर पुनर्लेखन भने फेरि त्यही संविधानको फरिया समाज चुनावमा भाग लिने त्यो तोरो खेल यो त जबरजस्ती लादिएको हो नि त। जसरी यसले भाषालाई जबरजस्ती लादिएको छ त्यसरी संविधान लादिएको छ। मान नमान तेरो डोको तोरो टाउकोमा छ, बोक नबोक, तेरो बारी त चढ्नको लागि हिमाल शिरमाथि नचढ्न जाने खुट्टामा उभिनु पर्छ नि। त्यस्तै छ, बोको नजान तर त्यो ढोकामा उपार्दिएको छ, मान्नै पर्छ। अब जुन तपाईँ यो 12 नम्बर वार्डको अब 2 वर्ष लगभग त्यसमा तपाईँको चाहिँ जनतामा जानको लागि जनतालाई सेवा गर्दाखेरि तपाईँलाई कुन पद उपयुक्त हुन्छ? मैले जनताले आफ्नो विचार होइन। अब यस्तो हो, तपाईँले एकदम राम्रो प्रश्न गर्नुभयो। मैले 4 वर्ष गरेको काममा जुन किसिमको वडावासीलाई दिनुपर्ने सेवाहरू छ, सेवाप्रतिको अहिलेसम्म तपाईँले जुन किसिमको सेवा गर्दै हुनुहुन्छ त्यो सेवा अनुसारको तपाईँको पद भएन। र मैले उहाँहरूलाई भने हेर्नुहोस्, पद भन्ने आफ्नो ठाउँमा हो, सानो र ठुलो। कर्मसङ्ख्यालाई हामी सानो ठुलो छौँ। जस्तै हाम्रो वडा अध्यक्षजी 51%को हुनुहुन्छ उहाँ, हामी 50%का छौँ त। आखिरमा काम गर्ने त बाटो कसैले छेकेको त छैन।